सम्पूर्णलाई नमस्कार। म पनि फेरि पनि भिडियोमा जोडिसकेको छु। आज चाहिँ हाम्रो बल खेल्न आएको छौँ। बल खेल्न चाहिँ अति नै मजा आउँछ। मैले अस्तिको भिडियोमा नि देखाएको थिएँ हजुरहरूलाई बल खेल्न कतिको मजा आउँछ भनेर। अनि फेरि पनि आज बल खेल्न जानु गएको छौँ। यस्तो मजा आइरहेको थियो हिजो, तर हिजो चाहिँ मैले भिडियो गराउन सकिनँ। त्यसैले म आज चाहिँ बल खेलेको भिडियो लिएर आएको छु। सबले हेरिदिनु भन्ने चाहिँ मेरो चाहना हो। म चाहिँ अब यहाँ बल खेल्ने ठाउँमा आइसकेको छु। केटाहरू चाहिँ त्यहाँ तलमा खोलाबाट आउनु लागिरहेको छ। त्यहाँ तल देख्न सक्नुहुन्छ, यहाँ आइरहेछन् केटाहरू चाहिँ। अब हाम्रो चाहिँ टक्क लगाएर त्यहाँ बल खेल्ने जाली छ। अनि आज चाहिँ यो बल खेल्ने, अस्ति पनि हिँडे हो। भिडियो हेरिदिनु होला भन्ने चाहिँ मेरो त्यति नै हो। सब्सक्राइब लाइक गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला सबले। अनि मेरो चाहिँ त्यही हो चाहना। अब हाम्रो चाहिँ यो बल खेल्ने अस्ति पनि हिँडे खेलेको थियौँ हाम्रो बल। म चाहिँ अनि यो पम्प राखेर चाहिँ म बल लिन जान्छु। केटाहरू चाहिँ अहिले आउँछ। म चाहिँ अगाडि नै आएको। नेपाली कुरा गर्दै थिएँ। म चाहिँ बल ल्याउन गएको है त। बाटो चाहिँ बाटो यताबाट म चाहिँ यता गडाबाट आएको। यहाँ चाहिँ गाउँ हो कि धान भन्दैन यसलाई, गाउँ देख्न सक्नुहुन्छ। यहाँ गडैभरि छ सर। अनि म चाहिँ अब भिडियो क्लिप गर्दै है त। सम्पूर्णलाई म चाहिँ यहाँ बल लिएर आइसकेको छु। बलको हालत चाहिँ यस्तो भारी छ। अस्ति चाहिँ पुरै न्यू थियो, आज चाहिँ यस्तो भएको छ। अनि म चाहिँ अगाडि अब टक्क बल खेल्ने ठाउँमा जान्छु। आज चाहिँ के को च्यालेन्ज छ भन्दाखेरि जसले जित्यो त्यसले एउटा चाउचाउ खुवाउने। अनि के अरे जो हारो त्यसले एउटा चाउचाउ खुवाउने च्यालेन्ज छ है त। ल बल लिएर आइसकेको छु। अस्ति चाहिँ न्यू थियो, यो चाहिँ पुरै यसको कभरहरू गइसकेको छ। ल यो है त हाम्रो बल खेल्ने। ल अब हावा भर्ने अनि 31 सट हान्ने गर्ने। यहाँ बलको फोटो पनि खिच्नु पर्ने, अगाडि पोस्टर टाल्ने। नाइ कस्तो मजाको जाली हो। कति फिट छ यो? 4 फिट 4 फिट 4 फिट छ यो। 6 फिट। ओ नाइस बल छ। मैले अघि नै भनिसकेँ बल यस्तो छ भनेर। ए अच्छा ल हान न हो, सर्ट हान्न। ल स्टार्ट। सर्ट कठै म भिडियो गराउनु मात्रै पर्छ जस्तो छ। के हानेर खायो यस्तो नि हाने भने चाहिँ हल्का राम्रो हान्नु पऱ्यो। ल फेरि एकचोटि नाउ। ल फर्स्ट लाइन हान्नु पऱ्यो है।
आज चाहिँ कोही छैन नै, हाम्रो 3 जना मात्रै हो। केटाहरू फास्ट छन् यहाँ फेरि। ओ नाइस नाइस हान्यो है त। ल एकछिन ल 2 जना खेल्दिउँ नि त। ल ल ल नाइस थियो त सर्ट। जालीमा सर्ट चाहिँ जालीमा लागेको छ। ओ जालीमा है, जालीमा नलागेको अवस्था। ओए आउट बल। ल ल कट्यो है त बल। ल अब हाम्रो चाहिँ खेल्नु पर्ने हुन्छ है त। ल अब चाहिँ मैले भिडियो इन गर्दै, अब लास्टमा चाहिँ सर्ट हान्ने होला, त्यो चाहिँ भिडियो गराउँछु है त। ल भ्यू देख्न सक्नुहुन्छ यहाँ कस्तो मजाको छ भ्यूहरू। माथि आकाशको भ्यू अनि नजरै अलग। केटाहरूको गेम चाहिँ यहाँ चाहिँ चलिरहेछ। म चाहिँ अनि यहाँ अब म चाहिँ बल खेलेर नि मैले सकिसकेँ। केटाहरू चाहिँ अब खेल्दैछन् है। आहा भ्यू मजाको छ है। सर यता हेर्न सक्नुहुन्छ, आकाशतिर देखाइदिन्छ बवाल छ, परतिर बवाल छ। ल 2 vs 3 है त अब यहाँ भइरहेछ। 2 vs 3 भलिबल। म चाहिँ अब खेलेर सकिसकेँ। ल केटाहरू ल सर्भिस आइसक्यो हाम्रो। हेमनजीले उठाइसक्यो। ल हेमनले सर्ट। केटाहरू यहाँ छन् है सबै। सर्भिस आइगयो। म चाहिँ यहाँ अब बसेर भिडियो गराउने काम मात्रै हो त। ल फेरि बाबु एउटा वा चेक। हाम्रो यता हेमन्तजीले अब सर्भिस हान्नु भएको छ। केटाहरू छन् है सबै यहाँ। डाँडा काँडाको भ्यू हेर्न सक्नुहुन्छ, मस्तको छ। सरहानी आकाशको भ्यू हेरिदिनुहोस्। चाहिँ यहाँ भलिबल खेल सकेर पनि घरतिर जानु लागेको छौँ। अब यहाँ पम्प चाहिँ मैले समातेर पछाडि छन्। अब हामी चाहिँ अब घरतिर लागिरहेको। अब केटाहरू धेरै अब चिसो भइरहेको छ यहाँ। त्यही भएर काम साम गर्नु परिहाल्यो। है त अब चाहिँ हाम्रो खोलाको पुल तरेर जानुपर्छ। खोलाको पुल तर्न चाहिँ मजै आउँछ। बवाल बोलिदिनु। अगाडि गएर चाहिँ अब खोलाको पुल देखाउँछु। तरन्डी केर्नाकै कसले हेर्ने हाम्रो 30 भ्यू चाहिँ आमा 30 भ्यू चाहिँ अनि मैले बनाएको अब मैले बनाउन जानिसक्यो। अब त 100 गरस हुन्छ। 1K यहाँ चाहिँ अब खोलामा मस्त छ नि त। यहाँ खोलाको पुल चाहिँ फेरि सर र अब चाहिँ हात धुनुपर्छ। हात धोएर चाहिँ अब हात धुने होइन, घर गएर धुम्ला। हामी चाहिँ यहाँ तल नबुल्यो पारी बाटो उवारी आइसक्यौँ बल खेलेर। अब चाहिँ हाम्रो घर जानु लागेको छ। त्यही हो।
गाउँले लास्टै मलाई भिजाउँछ यिनीहरूलाई मासल हिजो फुट्टा गरेछ मुजी पेट बढेको देखिन हल्का हल्का बढे जस्तो लाग्यो यार सो गाइस अब मेरो भलक चाहिँ अब यहीँबाट इन हुन्छ है त ल